यदि अर्थमन्त्रीले चाहनुभयो भने राजस्व सचिवलाई जानकारी गराउनु पर्ने हुन्छ। त्यहाँ बाहेक उहाँले अनुमति दिएको अर्को कुनै व्यक्तिलाई पनि करका दर रेट थाहा हुँदैन। बिआइडी कम्पनीले करका दर रेट थाहा पाउँछ। गाडी नआउँदै अगाडि भन्सार क्लियर गर्छ र 753वटा गाडी केरला नाकाबाट, 773वटा र अन्य नाकाबाट गरी झन्डै 1200वटा गाडी चाहिँ नेपालभित्र हिँड्छ। र यदि सशस्त्र प्रहरीलाई थाहा नभएको भए त्यो आज गुमसुम भइसक्थ्यो। प्रहरीलाई थाहा भएपछि त्यसलाई पक्राउ गरेर अहिले गरिरहेको छ। त्यही भएर आज संसदमा हामीले माग गरेका छौँ, अब त्यो स्पष्टका साथ हो। कसैले कर्मचारी, एउटा कर्मचारीलाई भन्सारको अधिकृतलाई डाम्नका लागि भन्सारको अधिकृतलाई करको रेट के हुँदैछ भन्ने थाहा हुन्छ? अर्थ मन्त्रालयको सहसचिवलाई थाहा हुँदैन त्यो कुरा। भन्सार विभागको डिजीलाई थाहा हुँदैन करका दर रेट के हुँदैछ भन्ने कुरा। स्वयं अर्थ सचिवलाई पनि थाहा हुँदैन यदि अर्थमन्त्रीले जानकारी गराउनु भएन भने। र यदि त्यस्तो अपराध गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। तर आज अर्थमन्त्रीले सूचना लिक गर्नुभयो भन्ने अर्थमन्त्रीमाथि यदि हो भने अर्थमन्त्रीमाथि हामीले आज स्पष्ट भनेका छौँ, संसदीय छानबिन समिति बनाऊ। यो पहिलाको सरकारको जस्तो नगरौँ। यसमा चाहिँ बाहिर मिडियामा आएको छ, छानबिन समितिको पनि बनाएको देखियो र खास गरी अर्थमन्त्रीजीले आर्थिक विधेयक वितरण गरिसकेपछि फेरि त्यसलाई पटक पटक चलाएको देखियो। त्यो अर्थ मन्त्रालयको वेबसाइटमा 2-3 पटक नै चलाएको, 15-20 पेज नै हेरफेर गरेको कुरा आएको छ। यो गम्भीर अपराध हुन्छ र त्यो कुरा चाहिँ उहाँले संसदमा आएर त्यसलाई चाहिँ स्पष्ट गर्नुपर्ने हुन्छ। जरुरी पर्यो भने संसदीय छानबिन गरेर, विगतमा सामान्य लिक हुँदा पनि छानबिन भएका छन्, समाचारहरू प्रकाशित हुँदा समाचारमा जाँदा पनि छानबिन भएका छन्। यो त गम्भीर विषय हो। पूर्व सूचना दिएको व्यापारीहरूलाई एकातिर, अर्कोतिर चाहिँ कस्तो देखिन्छ भने फेरि बदलेको, संसदमा एउटा पढ्ने भोलिपल्ट अर्को गर्ने खालको त्यो अपराध जन्ने आर्थिक अपराध हो यो त। त्यो कुरा चाहिँ हामी संसदमा उठेको पनि छ, गम्भीर रूपले उठाउँछौँ। यो चाहिँ गल्ती नै। जहाँसम्म चाइनिज यो बिआइडी गाडीको सन्दर्भसित जोडिएर भएको घोटाला हो, त्यहाँ चरम घोटाला भएको छ। यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ। यो नीतिगत भ्रष्टाचार होइन, नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ। बाँदरले जनताको दुःख दिएको छ अनि के अरे उजुरी हालेको भरमा डराउने मान्छे हो त? तपाईँ 600वटा बाँदरको हत्यारा होइन साथी, जनताले मारे, मैले सहयोग गरेँ। त्यो बुझ्नु। हिजो त पुर्खाहरूले त कति मारो नि, गाउँभरि मारेको छ। गाउँमा तपाईँ यो बुम बोकेर जानु नि एकचोटि, बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि। थुक्क मलाई पिसाब फेर्नु मुखमा। मैले भने नि यहाँ माइती घरमा छ त बाँदर त उहाँ जनताको उमा पो छ त। मकैबारीमा छ, धानबारीमा अलैँचीको टुसा टुचेको छ। अलैँचीको भाउ थाहा छ तपाईँहरूलाई? मारेर समाधान हुन्छ भन्ने होइन, तर यो बाँदरको आतङ्क चाहिँ पूर्वदेखि पश्चिमसम्म, तराईदेखि हिमालसम्मै यो आतङ्कले हाम्रा सर्वसाधारण जनताहरू आतङ्कित छन्। आफूले दुःख गरेर लगाएको बालीहरूको उपभोग गर्न नपाउने, त्यो बालीहरू पाक्न नपाउने, पाकेपछि छिपिएपछि त्यो चाहिँ नि आफूले उपभोग गर्न नपाउने परिस्थितिले पहाडबाट अथवा त्यस्ता क्षेत्रहरूबाट दिनानुदिन त्यही बाँदरकै कारणले बसाइ सरेर आफ्नो थाकथलो छोड्नुपर्ने परिस्थिति अत्यन्तै गम्भीर छ। यो अवस्थामा बाँदर अथवा यो चाहिँ नि जीवजन्तुहरूको विशेषज्ञहरूसँग परामर्श गरेर वातावरण मैत्री रूपबाट यसलाई उचित व्यवस्थापन गर्नको निम्ति सरकारले अथवा संसदले नियम बनाउनुपर्छ, नीति बनाउनुपर्छ भन्ने आवाज हो। अर्थ मन्त्रालयले अहिले एउटा ठुलो त्रुटि गरेको छ। किनभने करका दर हेरफेर गर्ने कुरा संसदको सम्पत्ति भइसकेको कुरा पनि अर्थमन्त्रीज्यूले आफ्नो मन्त्रालयमा बसेर 17वटा पृष्ठहरू गायब गर्नुभएको छ। कसको स्वार्थमा गायब गर्नुभयो? संसदको सम्पत्ति भइसकेको विषयवस्तु अर्थमन्त्रीले त्यसरी गर्ने कुनै उनसँग कानुनी अधिकार छैन, तर उहाँले गरिराख्नु भएको छ। त्योभन्दा ठुलो अपराध के भएको छ भने भन्सारका करदरको सूचना लिक भएको छ। पहिला हामीले जनार्दन शर्मा हुँदाखेरि सीसीटीभी काण्डका रूपमा परिचित भएको, अहिले बिआइडी काण्ड फेरि आएको छ। यो सामान्य विषयवस्तु होइन। किनभने अहिले जति पनि तपाईँको यहाँभन्दा अघिल्लो वर्ष आर्थिक वर्षमा बिआइडी गाडीहरू, अन्य कुनै इलेक्ट्रोनिक्स गाडीहरू, कुनै एउटा कम्पनीको मैले कुरा गरिनँ, नेपाल भित्र्याउँदाखेरि हामीले किलोवाटका हिसाबमा भन्सार कर लिएर भित्र्याउँथ्यौँ। तर अहिले के भएको छ? मूल्यका आधारमा अब भन्सार कर लाग्ने नीति बन्दैछ भन्ने कुरा 14 गतेको सूचना लिक भएको छ।
14 गते सूचना लिक भइसकेपछि सम्बन्धित कम्पनीले 773वटा गाडी भन्सारमा नपुग्दै भन्सार चेक जाँच पास गरेको छ र अनि गाडी चाहिँ पछि 20 गते मात्र ल्याइएको छ। ल तपाईँ आफै भन्नुहोस्, अहिले त गाडीको मूल्य बढ्दैछ भन्सारको नीति भन्ने करका रेट जम्मा 3 जना मान्छेलाई मात्र थाहा हुन्छ। 3 जनालाई पनि यदि चाह्यो भने सबैभन्दा बढी करका दर कस्तो हुँदैछ भन्ने कुरा माननीय अर्थमन्त्री बाहेक अरू कसैलाई पनि थाहा हुँदैन, कसैलाई पनि थाहा हुँदैन। यो सामान्य कुरा होइन। तपाईँले अहिले बहुमत दिनुभएको छ, जनताको समर्थन छ, यसको मतलब यो होइन कि अपराध गर्न पाइन्छ भन्ने होइन। करका दर रेट सिर्फ अर्थमन्त्री बाहेक कसैलाई पनि थाहा हुँदैन। यदि अर्थमन्त्रीले चाहनुभयो भने अर्थ सचिवलाई जानकारी गराउन सक्नुहुन्छ, यदि अर्थमन्त्रीले चाहनुभयो भने राजस्व सचिवलाई जानकारी गराउनु पर्ने हुन्छ। त्यहाँ बाहेक उहाँले अनुमति दिएको अर्को कुनै व्यक्तिलाई पनि करका दर रेट थाहा हुँदैन। बिआइडी कम्पनीले करका दर रेट थाहा पाउँछ। गाडी नआउँदै अगाडि भन्सार क्लियर गर्छ र 753वटा गाडी केरला नाकाबाट, 773वटा र अन्य नाकाबाट गरी झन्डै 1200वटा गाडी चाहिँ नेपालभित्र हिँड्छ। र यदि सशस्त्र प्रहरीलाई थाहा नभएको भए त्यो आज गुमसुम भइसक्थ्यो। प्रहरीलाई थाहा भएपछि त्यसलाई पक्राउ गरेर अहिले गरिरहेको छ। त्यही भएर आज संसदमा हामीले माग गरेका छौँ, अब त्यो स्पष्टका साथ हो। कसैले कर्मचारी, एउटा कर्मचारीलाई भन्सारको अधिकृतलाई डाम्नका लागि भन्सारको अधिकृतलाई करको रेट के हुँदैछ भन्ने थाहा हुन्छ? अर्थ मन्त्रालयको सहसचिवलाई थाहा हुँदैन त्यो कुरा, भन्सार विभागको डिजीलाई थाहा हुँदैन करका दर रेट के हुँदैछ भन्ने कुरा, स्वयं अर्थ सचिवलाई पनि थाहा हुँदैन यदि अर्थमन्त्रीले जानकारी गराउनु भएन भने। र यदि त्यस्तो अपराध गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। तर आज अर्थमन्त्रीले सूचना लिक गर्नुभयो भन्ने अर्थमन्त्रीमाथि यदि हो भने अर्थमन्त्रीमाथि हामीले आज स्पष्ट भनेका छौँ, संसदीय छानबिन समिति बनाऊ। यो पहिलाको सरकारको जस्तो नगरौँ। बहालवाला सरकारका मन्त्रीहरूले गल्ती गर्ने, उनीहरूलाई छानबिन समिति बनाएर एउटा नाटक गर्ने, अनि त्यो छानबिन समितिले यी निर्दोषन भनेर साबित गर्ने। पहिला केपी बाले पनि यही गर्नुभएको थियो। जनार्दन शर्माजीले अर्थमन्त्री हुँदाखेरि पनि उहाँले आफ्नो छानबिन समिति आफै बनाएर आफै उम्किनु भएको थियो। जनता यस्तो सरकार आफैले छानबिन समिति बनाउने कुराबाट वाक्क भएर जनताले भदौ 23 र 24 गतेको आन्दोलन गरेर यो सत्ता र तपाईँको यो अहिले सिट सङ्ख्या परिवर्तन भएको। अहिलेको सरकारले यदि त्यस्तो गतिविधि फेरि पनि अब गर्छ भने यो सरकार र त्यो सरकारमा केही पनि फरक हुँदैन। व्यक्ति फरक हेरेको होइन, हामीले काम फरक हेरेको। त्यो भए हुनाले अहिले पनि हामी के भन्छौँ, स्पष्टका साथ अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ। छानबिनका लागि संसदीय समितिको आवश्यकता छ। र एउटा कुरा, अर्को कुरा, यो विषयवस्तु देशभरिका मान्छेका लागि हो। शिक्षा मन्त्रीले के भन्नुभयो, कुनै पनि निजी स्कुलहरूले, सरकारी संस्थान स्कुलहरूले भर्ना फीका नाममा फी नलिन भनेर उहाँले आग्रह गर्नुभयो र उहाँले सूचना निकाल्नुभयो। तर आज हेर्नुहोस् त, यो हरेक स्कुलमा के भनेर लगेको छ यहाँ, भर्ना सहयोग। अर्को के भनेर लगेको छ यहाँ, चन्दा सहयोग। अर्को के भनेर लगेको छ यहाँ, इसिसिए एन्ड इसिसिए फी भनेर नाम। अर्को के भनेर लगेको छ, एडभान्स नाम परिवर्तन। अनि अर्को के गरेछ तपाईँको यहाँ त यसो एजुकेसनल एक्सटर्नल फी भनेर अरू लगिरहेछ। नाम परिवर्तन गरेर देशभरिका तपाईँको विद्यार्थीहरूमाथि मार थपरिरहेका छन्। त्यो भएको हुनाले यो भिडियो यदि शिक्षा मन्त्रीलाई आज मैले संसदमा भनेको छु, अनुगमन गर्नुहोस्, कारबाही गर्नुहोस्, आदेशमाथि आदेश र परमादेशमाथि परमादेश दिने काम बन्द गरेर काम गर्नुहोस्। म त्यही अपिल गर्न चाहन्छु। हस्, धन्यवाद। राजा कि राष्ट्रपति? कामकाजहरू एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने आइयो। संसदमा विषयवस्तु के उठेको छ त्यहाँ त पत्रकारको धर्म भनेको है, पत्रकारको धर्म भनेको तपाईँको मनमा के इच्छा लाग्यो त्यो होइन, के विषयवस्तु उठेको छ त्यो कुरा हो। हजुर, अनि सरकारले सूचना मात्र जारी गर्यो, कार्यान्वयन गरेन। त्यो भए हुनाले अहिलेको मन्त्रीज्यूलाई म अपिल गर्न के चाहन्छु, स्पष्टका साथ अपिल के गर्न चाहन्छु भने कार्यान्वयन गर्नु। शिक्षा मन्त्रीज्यू, तपाईँको अहिले देशभरिका शिक्षा अभिभावकहरू, देशभरिका विद्यार्थीहरू पीडामा छ। झन् चर्को शुल्क उठाइएको छ। त्यो भर्ना फी भनेर त्यसको नाम मात्रै परिवर्तन गरेको छ। सरकारी स्कुलले सम्म उठाएको हामीसँग यहाँ रसिद छ।
त्यो भएको हुनाले यसलाई छिटोभन्दा छिटो कारवाही गर्नका लागि शिक्षा मन्त्रीलाई स्थानीय मानवमा पर्छ भन्नु भएको नि त हजुर यो फ्री भिसा फ्री टिकटको नाममा पनि भ्रमण लुट छ हैन यो छोरी चेलीलाई खास गरी घरेलु कामदारमा लान पाइँदैन भन्छ अहिले भिजिट भिसामा लगेर त्यसरी किनबेच भइरहेको छ अब त जनताको सरकार आयो कम्तीमा पहिले जस्तो नहोला हैन श्रम मन्त्री अब जनताको मन्त्री आएको छन् भन्ने आशा थियो तर काहीँ कतै त्यो कार्यान्वयन नै देखिँदैन पहिला त ठुलो कुरा के हो भने हाम्रा चेलीबेटीहरूलाई हामीले देवी मान्छौँ अब नाम पनि राख्दा कहिले लक्ष्मी राख्छौँ कसैको दुर्गा राख्छौँ कसैको सरस्वती राख्छौँ कसैको पूजा राख्छौँ देवी भनेर हामीले पुज्ने हाम्रो यो वैदिक सनातनको परम्परा हो हाम्रो नेपालमा त्यही भएर हामीले छोरीबेटीलाई काहीँ अलिकति हातखुट्टा लाग्यो भने हामीले शिव शिव भनेर खोटाडोक गर्छौँ तर आज हाम्रा चेलीबेटीहरू अर्काको देशमा काम गर्न बाध्य छन् त्यो भए हुनाले अहिले चेलीबेटीलाई सकभर विदेशै नपठाउने नीति ल्याउँदा राम्रो हुन्छ किनभने बरु यही देशमा रोजगारी कसरी गर्ने त्यो ल्याउनु पर्यो तर जसले अपराध गरेका छन् तिनीहरूलाई कारवाही गर्नु पर्यो र अब भिजिट भिसा प्रकरणका दोषीलाई चाहिँ अहिलेको यो सरकारले कहिले पक्रिन्छ भनेर म चाहिँ हेरेर बसेको छु अब मान्यज्यू अन्तिम मैले जोड दिएको चाहिँ सरकारले कानुनै बनाइसकेको छ कानुन बनाएपछि सरकारले लागू गर्नु पर्यो लागू छैन भने यसमा श्रम मन्त्री जिम्मेवारी हुनुपर्छ हुँदैन भने हामी फेरि उठाउँछौँ यो विषयवस्तु BYD गाडीको चर्चा गर्नु भइहाले गरिब जनताका छोराछोरीको मोबाइल फुटेर पानीमा डुबाएर राखेको अवस्थामा अब ती गाडी के गरिन्छ ती पनि पानीमा डुबाउनु पर्यो होइन पहिला कुरा मोबाइललाई पानीमा डुबाउने कुरा चाहिँ त्यो अपराध हो जसले अपराध गर्यो तिनलाई कारवाही हुनुपर्छ र अर्को कुरा के हो भने कसैको भौतिक सम्पत्ति नष्ट गर्न पाउने अधिकार राज्यको छैन हो तिनीहरूले कुनै अपराध गरेका थिए भने तिनीहरूलाई अन्य सजाय र अन्य कानुनी सजाय दिने अधिकार छ राज्यसँग अब भोलि तपाईँ पत्रकार साथीहरूले के गल्ती गर्नु भने तपाईँलाई गोली हानेर मारिदिने त त्यसो भने त्यस्तो पाइँदैन नि त होइन हो त्यो भए हुनाले अहिले के छ भने त्यस्तो अपराध गर्नु हुँदैन त्यो अपराध गर्न पाइँदैन र अहिले BYD गाडीको विषयमा र कर होइन कारवाही गर्नु पर्यो मुख्य अनि त्यो गाडीको विषयमा के भने अब त्यो पानीमा डुबाइयो BYD गाडी कहाँ डुबाउने के गर्ने होइन यो केटाकेटी प्रश्न नसुधाउनु डुबाउने कुरा होइन तिनीहरूले कसरी भन्सार छले र गाडीले मात्र होइन त्यो करका दर रेट कसले सूचना लिक गर्यो सूचना लिक गर्न सक्ने एकजना मान्छे मात्रै हुन्छ त्यो हो अर्थमन्त्री जाँदै अन्तिममा मान्यज्यू अब रोस्टममा आएर प्रधानमन्त्रीले जवाफ दिनु सक्नुहुन्न भन्नुभएको सभापति रवि लामिछानेले सीमा सम्बन्धी तपाईँले जवाफ मागिरहनु भएको छ यता अर्थमन्त्रीज्यूले फेरि 17 पाना गायबै गर्नुभयो भन्नुभएको छ अब यो विषयमा पनि जवाफ देई सरकार बनेन भने तपाईँको संसदमा भूमिका हाम्रो आवाज उठाउँछौँ जसरी हिजो उठाएका थियौँ त्यसरी नै उठाउँछौँ र आज पनि मैले आज सत्तापक्षका मान्यज्यूलाई पनि अपिल गरेँ हेर्नुहोस् सत्ता र शक्ति सधैँ हुँदैन पहिलाका मान्छेले पनि यस्तै गरे हुनाले वृद्ध भएको अहिले सुशासनका लागि काम गर्नुहोस् हस् धन्यवाद मैले BYD कै प्रसङ्ग जोडेँ सरकारले छानबिन समिति बनाएको छ छानबिन समितिले काम गर्यो भनेर अहिले बाहिर आइराखेको छ सरकारले बनाएको छानबिन समितिप्रति तपाईँहरूलाई विश्वास नभएको त्यो कामै छैन किनभने सूचना कसले लिक गर्यो अर्थमन्त्रीलाई ल्याएको छ त्यो छानबिन समितिमा आफैले गल्ती गर्ने अनि आफैले तपाईँको छानबिन समिति बनाएर हुन्छ होइन कसरी भरम 773वटा गाडी जबकि किलोवाटका हिसाबमा हामीले भन्सार कर लिन्थ्यौँ एक हिसाबले भन्ने हो भने पहिला चाहिँ तपाईँको 20 देखि 30% मात्र कर लाग्थ्यो अहिले 130% कर लाग्दैछ होइन मूल्यका हिसाबले पहिला चाहिँ किलोवाटका हिसाबले 20 देखि 30% मात्र कर हो धेरै भए 40% सम्म छ अति ज्यादा भए 70% मात्र पुगेको छ भने अहिले त नर्मली तपाईँको त्यो गाडीहरूमा अहिले तपाईँको भएन भने 70% छ नत्र 130% छ भन्सारका त्यो सूचना त लिक भयो नि त भोलि आउँदैछ भन्ने कुरा त 14 गते थाहा भयो नि त 15 गते बजेट पेश हुनुभन्दा अगाडि थाहा भएपछि र सम्बन्धित कम्पनीले तपाईँको 753वटा गाडी भन्सारमा नआउँदै फिजिकली रूपमा उपस्थित नहुँदै भन्सार पास गरायो नि त त्यो सूचना कसले दियो त्यो सूचना दिने जम्मा 3 जना व्यक्ति मात्रै हुन्छ एउटा अर्थमन्त्री स्वयं आफै यदि अर्थ सचिव र राजस्व सचिव बाहेक अर्थ मन्त्रालयका सहसचिवलाई पनि त्यो कुरा थाहा हुँदैन मलाई यो देशको सत्ता परिवर्तन यो देशमा संविधान नयाँ बनाउनु पर्छ भन्दाखेरि मलाई फाँसी चढाउने जेल हाल्ने सबै गरेको मान्छे बाँदरले जनताको दुःख दिएको छ अनि के अरे उजुरी हालेको भरमा डराउने मान्छे हो त तपाईँ 600 वटा बाँदरको हत्यारा होइन साथी जनताले मारे मैले सहयोग गरेँ त्यो बुझ्नु हत्या नै हो नि त त्यो मारेको भनेर तपाईँले खुल्लम खुल्ला भन्नु त हत्या होइन र होइन तपाईँ शाकाहारी कि मांसाहारी म शाकाहारी शाकाहारी भने ठिकै छ के होइन सत्य बोल्नु फेरि त्यसरी नगर्नु सत्य बोल्नु
सबै तपाईँहरूलाई म भन्छु कुखुराको चल्ला त्यहाँनिर जिउँदै पुलिसले मार्दै गरेको हुन्छ सब तिनीहरूलाई थुन्नु परेन इन्डियातिरबाट कताबाट लिएको भन्दै देखेको छ भिडियोमा कुकुर बिरालो भनेको त मान्छेले सुन्नु नि मेरो कुरा ऊ चाहिँ के प्राणी हो कि होइन त प्राणी उसलाई बाँच्ने अधिकार त होला नि त हेतरिका मैले भन्दैछु कुखुराको चल्ला पुलिसले नै पुर्दै गरेको देखेको छ हो कुनै पनि प्राणीलाई बाँच्ने कसरी रोक लागेको भनेर कहाँ परीक्षण गरेको छ यस्तो कुरा यो सबै हाम्रो नेपाल भनेको चाहिँ अर्काले बनाइदिएको कानुनमा एनजिओ आइएनजिओहरू तपाईँ पत्रकार साथीहरू पनि कति त्यस्तो कुरामा बिक्नु भएको छ भने यो क्वेसन नगर्दा राम्रो तर जनताप्रति सबै तपाईँहरू पनि उत्तरदायी हुनुहुन्छ तपाईँहरूको पनि मन हृदय मुटु छ भने जनताले धुरु नरियोस् यदि तपाईँले कारबाही गर्यो भने कारबाहीको भागीदार तपाईँ कस्तो कुरा गरेको बाँदर भनेको थोरै हो 6 लाख मार्नुपर्छ 6 लाख अनि पनि शान्ति हुँदैन होला सायद ल जनताले त्यो कानुनको लागि भिडिएको हो नि त म त हिजो त पुर्खाहरूले त कति मारो नि गाउँभरि मारेको छ गाउँमा तपाईँ यो बुम बोकेर जानु नि एकचोटि बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि थुक्क मलाई पिसाब फेर्नु मुखमा तपाईँ यहाँ मलाई होइन के तपाईँ बुम बोकेर मोटरसाइकल होला बाँदरले मकै खाँदैछ यतिखेर अब असारे मकै पाक्दैछ जाने त्यहाँ बुम बोकेर कर्म त्यहाँ जनताहरू हुन्छ नि यो चाहिँ बाँदरलाई तपाईँले चाहिँ ल है यो गर्नुपर्छ के अरे मार्नु हुँदैन पाल्नुपर्छ भन्नु कुटाइ खाएर फर्किनु भने त मलाई मान्छेलाई लाग्ला सबै अब कोही शाकाहारी हुन्छ कोही मांसाहारी हुन्छ मजाको खसी रहेछ भनेर कोही उचाल्दै गरेको मान्छेहरू पनि हुन्छन् भिडियोमा छ होइन कुखुराको भालेहरू भएको यी सबै विषयवस्तुहरू आन्दोलन गरेर आज 21 दिन भयो कुकुर जानवर कुनै पनि पशु पक्षीलाई मार्नु हुँदैन संरक्षण गर्नुपर्छ होइन उहाँहरूलाई शुभकामना छ मैले भने नि यहाँ माइती घरमा छ त बाँदर त उहाँ जनताको उमा पो छ त मकैबारीमा छ धानबारीमा अलैँचीको टुसा टुचेको छ अलैँचीको भाउ थाहा छ तपाईँहरूलाई लेख्नु भएको छ सोध्नु भएको छ कसैलाई हेलो सरलाई म भन्छु अलैँचीको भाउ कति छ थाहा छ कति छ प्रति मन कति छ प्रति केजी कति छ थाहा छ कति छ भन्नुस् होइन थाहा छ कि छैन थाहा छैन तपाईले भन्नुस् न त तपाईले होइन 1 मनलाई लाख रुपैयाँ पर्न सक्छ नभए पनि 90 1 लाख माथि छ टुसा एकछिनमा उसले के गर्छ खरानी बनाउँछ अनि जनताले तपाईँको बुम लगेर जाँदा के गर्छ अलैँची बारीमा लुकाइदिन्छ बुम तपाईँलाई लुकाउला यो कुरा बुझ्नु ल सर्वदलीय बैठक सत्तारूढ पार्टी राष्ट्रपाका सभापतिजीले आयोजना गर्नुभयो हामीले उहाँलाई धन्यवाद दियौँ कमसेकम सरकारले संवाद गरिरहेको छैन दलीय व्यवस्थामा संसदमा रहेका दलहरूसँग संवाद सरकारले गर्नु पर्थ्यो संसदका कामहरूमा प्रभावकारी बनाउन संवाद सहकार्य त अनिवार्य विषय हो त्यो नभइरहेको बेला आफ्नो अदानमा रहिरहेको बेला कमसेकम सभापतिजीले संवाद सुरु गर्नुभयो एकातिर अर्कोतिर भारत भ्रमणको आफ्नो त्यहाँको चाहिँ अनुभूतिको बारेमा दलहरूलाई जानकारी दिनुभयो हामीले धन्यवाद नै दियौँ यो राम्रो प्रक्रिया पनि हो त्यसै गरी चाहिँ संसदको गत्यारोधको बारेमा पनि कुराकानी भयो त्यसमा उहाँहरूको तर्फबाट अहिले तत्काललाई परराष्ट्र मन्त्रीजीले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने भन्ने खालको कुरा प्रस्ताव आएको थियो हामीले स्पष्ट रूपले के भन्यौँ भने हिजो नीति कार्यक्रम पास गर्न हामी सहज गरेकै हो राष्ट्रिय सभामा सत्तारूढ पार्टीको कुनै पनि एकजना पनि सदस्य नहुँदा नीति कार्यक्रम पास गरेका छौँ अरू विधेयकहरू पास भएका छन् भन्दा हामी राज्यका काम सरकारका कामलाई नियमित गर्नेमा पार्टीहरू विपक्षी दलहरू कहीँ चुकेका छैनौँ तर यो चाहिँ सीमाको विषय गम्भीर विषय हो राष्ट्रिय स्वाधीनता क्षेत्रीय भौगोलिक अखण्डताको विषयमा प्रधानमन्त्रीज्यूबाट आएको विचार गम्भीर छ त्रुटिपूर्ण छ यो कुरा सच्याउनुपर्छ भन्यौँ र त्यो परराष्ट्र मन्त्रीको गल्ती होइन प्रधानमन्त्रीले गरेको कुरा प्रधानमन्त्रीले नै करेक्सन गर्नुपर्छ यो परराष्ट्र मन्त्रीको विषय होइन भनेर स्पष्ट रूपले भनेका छौँ प्रधानमन्त्रीजी आउनुहोस् कुरा गर्नुहोस् आवश्यक पर्यो थप केही विषय भयो प्राविधिक कुरा भयो भने परराष्ट्र मन्त्री बोल्दा पनि हुन्छ त्यो केही छैन तर प्रधानमन्त्रीको विषय प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्छ
संसदको रेकर्डबाट हटाइनुपर्छ, आत्मालोचना गरिनुपर्छ, यो विषय करेक्सन गर्नुपर्छ भनेका छौँ। तर फेरि उठ्ने बेला हामी अलिक सकारात्मक के भयौँ भने यति कुराहरू भए, संवाद सुरु भयो, विकल्पहरूमाथि छलफल भयो, संसदलाई सुचारू गर्ने सबैको प्रतिबद्धता देखियो। त्यसो गर्दा आफ्नो दलमा पनि छलफल गरौँ। आजलाई संसदलाई निरन्तरता नदिउँ, स्थगित गर्ने सभामुखजीलाई अनुरोध गरौँ र आफ्नो दलमा छलफल गरेर भोलि पर्सिसम्म यसलाई निकास दिउँ, सकारात्मक रूपले निकास दिउँ भनेर हामी उठेका छौँ। सकारात्मक कुरा भएको छ र हाम्रो के अपेक्षा छ भने प्रधानमन्त्रीले राखेका कुरा प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्छ, संसदको रेकर्डबाट हटाउनुपर्छ, आत्मालोचना गर्नुपर्छ। अरू जरुरी भारत भ्रमणका विषय, अरू मन्त्रालयगत विषयहरू परराष्ट्र मन्त्री बोल्नुहुन्छ भने ठिकै छ, पार्टी सभापतिले संसदमा बोल्नुहुन्छ दल नेता हिसाबले भने त्यो पनि ठिकै छ, त्यो राम्रै कुरा हो। यति कुरा भनेका छौँ। वास्तवमा धेरै डरलाग्दो कुरा हो। किन डरलाग्दो कुरा हो भन्नु होला भने आर्थिक विधेयक संसदमा पेश भइसकेपछि त्यसलाई तलमाथि गर्ने अधिकार संसदकै हो। संसदमा टेबल भएको विधेयक अनि फेरि फर्काएर मन्त्रालयमा लगेर अङ्कहरू तलमाथि गर्ने, हेरफेर गर्ने अधिकार कसैलाई पनि हुँदैन। तसर्थ जसरी रातारात करका दरहरू हेरफेर गर्ने काम भयो, यो चाहिँ आर्थिक रूपमा भनियो भने एउटा अपराध हो, आर्थिक अपराध हो, आर्थिक अनुशासन उल्लङ्घन हो र कर छली गरेर आफ्ना स्वार्थ समूहलाई पोस्ने, राष्ट्रलाई कमजोर बनाउने, एउटा राष्ट्रियलाई अपराधपूर्ण काम गरे हो, आर्थिक अपराधपूर्ण काम गरे हो भन्ने कुरा हाम्रो प्रष्ट रूपमा ठम्ब्याइ छ। त्यसैले हामीले प्रश्न गरेका छौँ। आर्थिक अनुशासन उल्लङ्घन गर्नेलाई, राष्ट्र विरोधी काम गर्नेलाई, राष्ट्रलाई कमजोर बनाउनेलाई के कारबाही हुन्छ एउटा कुरा। दोस्रो कुरा संसदमा एउटा अङ्क पास गर्ने, मन्त्रालयमा लगेर अर्को अङ्क हाल्ने, यो कसको स्वार्थको निम्ति, के चिजको निम्ति हो, त्यसका लाभदायक संस्था को हुन्, व्यक्ति को हुन्, संस्था को हुन्, त्यसको जवाफ चाहिन्छ। मन्त्रीज्यूले त्यसको जवाफ दिनुपर्छ, दोस्रो भनेका छौँ। तेस्रो कुरा हाम्रो के छ भन्नु होला नि, विगतमा हेर्दाखेरि आर्थिक वर्ष 79-80 को बजेटमा पनि यस्तै विवाद भएको थियो। करको दर हेरफेर भएको सन्दर्भ अनाधिकृत मान्छेलाई प्रवेश गराएको सन्दर्भसित जोडेर भएको थियो र त्यतिखेर संसदीय विशेष समिति पनि बनेको थियो। यसपटक पनि जे प्रश्न आर्थिक विधेयकसित जोडेर आएको छ त्यो विषयमा निरूपण गर्नको निम्ति, सत्य तथ्य पत्ता लगाउनको निम्ति एउटा संसदीय समिति गठन गर्नुपर्छ भन्ने माग छ। जहाँसम्म चाइनिज यो बिआइडी गाडीको सन्दर्भसित जोडिएर भएको घोटाला हो, त्यहाँ चरम घोटाला भएको छ। यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ। यो नीतिगत भ्रष्टाचार होइन, नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ। अब सत्ता र प्रतिपक्षको बिचमा छलफल हुँदैछ। हामीले हाम्रा स्पष्ट मागहरू राखेकै छौँ। त्यो सन्दर्भमा 1, 2, 3 वैकल्पिक निकासका निम्ति छलफल गर्ने र एउटा निकास निकाल्ने भन्ने सत्ता पक्षको पनि कुरा छ। अब संवाद जारी छ। अब त्यो निकास भनेको चाहिँ के, प्रधानमन्त्री संसदको रोस्टममा आएर योभन्दा अगाडि सांसदहरूका प्रश्नको जवाफ दिँदाखेरि उहाँले दिनुभएको सीमा विवाद सम्बन्धी तथ्यबाट उहाँले माफी नमागेसम्म अथवा संसदको रेकर्डबाट नहटेसम्म एमाले चाहिँ संसदमा गतिरोध कायम गरिरहन्छ। होइन, यो त प्रष्ट कुरा हो। अब हामीले बारम्बार भनेका छौँ, राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि आँच पुग्ने गरी, आफ्नो राष्ट्रिय स्वाभिमानको शिर झिक्ने गरी जुन खालको त्रुटिपूर्ण अभिव्यक्ति गैरजिम्मेवार ढङ्गले कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीज्यूले दिनुभयो, त्यो विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्छ भन्ने जुन हाम्रो अडान हो, त्यो अडान कायमै छ। यो अडानबाट अब अहिलेसम्म अब यो छलफलमा चाहिँ के हुन्छ त, फेरि अब त्यही त होला, सरकारले परराष्ट्र मन्त्रीलाई जवाफ दिने, यो सीमा सम्बन्धी विवादलाई पनि पुर्याएको छ अरे प्रधानमन्त्रीले, त्यसमा तपाईँहरू सन्तुष्ट नहुनु भएको होइन, यो छलफलमै छ। निष्कर्ष केमा पुगिन्छ भन्ने कुरा बाँकी छ। अहिले छलफलमै छ। सत्ताले आफ्नो कुरा गरेका छ, हामीले आफ्नो कुरा गरेका छौँ। हाम्रो जे माग हो त्यो कायम छ भन्ने कुरा म तपाईँहरूलाई सुरक्षित रहनु पर्यो भन्ने आधारले हामीले चाहिँ नि विरोध जनायौँ र अहिले बैठक स्थगित भएको अवस्था। तपाईँहरू विरोध जनाउँदै गर्नुहुन्छ, सत्ता पक्ष छाती ठोकेर संसद पेलेर लान्छ, तपाईँहरूको आवाजै नसुनिएको हो के लाग्छ? होइन, अहिले त्यो अवस्था छैन।
हामीले अत्यन्तै संवेदनशील रूपबाट प्रतिपक्षी सबै दलहरू एक भएर चाहिँ नै देशको निम्ति राष्ट्रका निम्ति चाहिँ नै आफ्ना आवाजहरू राख्यौँ र अहिले पछिल्लो समयमा सत्ताधारी पार्टीका सभापति ज्यू चाहिँ इन्डिया भ्रमणबाट आउनु भएपछि एउटा सर्वदलीय मिटिङको आयोजना पनि भयो। त्यस हिसाबले अवरुद्ध संसदलाई अगाडि बढाउनको निम्ति एउटा पहलको रूपमा हामीले त्यसलाई सकारात्मक रूपमा ग्रहण गरेका छौँ। तर त्यो मिटिङमा निष्कर्ष नआइसकेपछि त्यो निष्कर्ष नआइन्जेलसम्मको लागि हामीले फेरि संसदमा हाम्रो विरोधका आवाजहरू छँदैछन् र अहिले संसद अवरुद्ध अथवा स्थगित भएको अवस्था छ। अघिल्लोचोटि संसदमा विरोध गर्दै गर्दा तपाईँ छाती ठोकेर जाँदै हुनुहुन्थ्यो, अगाडि कोसँग लड्न जान लाग्नु भयो? लड्न गएको होइन, जनताका आवाजहरूलाई र संसदीय गरिमा र मर्यादालाई कायम राख्नका निम्ति सभामुखजीको ध्यान आकर्षण गराउनका निम्ति त्यो गर्नुपर्ने भयो। ध्यान आकर्षण गराउन छाती ठोक्नै लड्नै पर्ने हो? छाती ठोकेको छैन। संसदीय मर्यादा अन्तर्गत हामीले चाहिँ नि आफ्ना आवाजहरू राख्ने हो। त्यो आवाजहरूलाई मर्यादित रूपबाट सभामुखज्यू समक्ष हामीले ध्यान आकर्षण गराउँदा सभामुखज्यूको ध्यान आकर्षण नभएको परिस्थितिमा हामीले त्यो अवस्था सिर्जना गर्नुपर्ने भयो। यो अवस्था अझै सिर्जना हुन्छ कि बन्द हुन्छ? कसरी? होइन, त्यो त अब सरकारको भूमिकामा निर्वाह गर्दछ। त्यो सरकार भनेको एउटा पार्टीको एउटा दलको मात्रै सरकार होइन, सरकारमा बसिसकेपछि र सबै जनताको अभिभावकको रूपमा सबै पार्टीहरूको चाहिँ नि सरकार हो। यस कारणले गर्दाखेरि जनताले आफ्ना विचारहरू, आफ्ना चाहिँ समस्याहरू, आफ्ना चाहिँ नि प्रश्नहरू राख्दै गर्दा सरकार जवाफदेही बन्नुपर्छ भन्ने हाम्रो एकदम आधारभूत चाहिँ नै माग हो। केही दिन यता सामाजिक सञ्जालमा मोबाइल फुटाइयो, विद्यार्थीको मोबाइल फुटाइयो भनेर चाहिँ एकदम व्यापक चर्चा भइरहेको छ। त्यसमा चाहिँ के छ तपाईँको धारणा? आइफोनलाई ढुङ्गाले फुटाइयो, एन्ड्रोइडलाई पानीमा डुबाएर फुटाइयो। यो त विवेकहीनताको पराकाष्ठा हो। विवेकहीनताको पराकाष्ठा हो। त्यो गर्न नहुन्थ्यो। एउटा विद्यार्थीको अभिभावकले आफ्नो पेट काटेर आफ्ना बच्चाहरूको निम्ति र आफ्ना सन्तानहरूको निम्ति जोहो गरेर बल्ल बल्ल खरिद गरेको मोबाइलहरूलाई, त्यो सम्पत्तिहरूलाई, जनताका सम्पत्तिहरूलाई नष्ट गर्न मिल्दैन। कस्तो खालको कारबाही हुनुपर्छ त्यो नष्ट गर्नेहरूले? होइन, नष्ट गर्नेहरूलाई कारबाही त अब जनताले गर्लान् नै होइन। तर यो विवेकहीनताको पराकाष्ठा भएको हुनाले देश नै आज त्यो विषयवस्तुले पनि एउटा ठुलो चाहिँ चर्चाको विषय बनाएको छ। यो अन्यायपूर्ण भएको छ। ती जो विद्यार्थीहरूको फोन थियो, चाहे त्यो 2000 को होस्, चाहे त्यो 2 लाखको होस्, तर त्यो मोबाइलको क्षतिपूर्ति दिनुपर्छ।